हेलो साथीहरू, आज चाहिँ हामी माली गाउँसम्म काफल टिप्न जाँदैछौँ होइन। अनि काफल चाहिँ छ कि छैन थाहा छैन, तर यसो काफल छ कि भनेर चाहिँ जाँदैछौँ। अब हेरौँ काफल चाहिँ पाउँछ कि पाउँदैन। अहिले चाहिँ हामी गणेशस्थान सूर्यविनायक गणेशस्थानबाट अगाडि गइरहेछौँ। अब यहाँबाट चाहिँ हामी त्यहाँ माली गाउँसम्म गएर काफल छ कि छैन यसो हेरेर छ भने टिपेर आउँछौँ। यसो घुम्न पनि हुन्छ भनेर जानु आएको, यसो काफल पनि टिप्नुहुन्छ भनेर है। अहिले चाहिँ हामी गइरहेछौँ। हामी 2जना मात्र छौँ आज चाहिँ है। 2जना मात्र यसो घुम्न पनि हुन्छ अनि काफल छ भने काफल टिप्न पनि हुन्छ भनेर गइरहेछौँ होइन। अनि यो बाटो सिधा गयो भने चाहिँ पाइरेट बाबा पुग्छ, यता लेफ्ट गयो भने चाहिँ डोलिसर पुग्छ, अनि त्यहाँबाट चाहिँ मालीगाउँ जानु मिल्छ। त्यही भएर हामी चाहिँ यता लेफ्ट छिरिसकेका छौँ होइन। यो बाटो पनि राम्रो छ। हजुरहरू यता डोलेश्वर मालीगाउँ सबै जानु पऱ्यो भने यो बाटो आउनु सक्नुहुन्छ। बाटो चाहिँ एकदम राम्रो छ है। यता पनि रुखै रुख छ अनि यस्तो शीतल हुन्छ है यो बाटो हिँड्दा चाहिँ। जोस् यो बाटो हिँड्नु पनि रमाइलो हुन्छ। जङ्गलै जङ्गल छ होइन, बिचमा बाटो यस्तो रमाइलो यस्तो घुम्न आउँदा हुन्छ नि यतातिर हजुरहरू पनि है। सूर्यविनायकबाट नजिकै हो, टाढा छैन है। सूर्यविनायकबाट 1-2 किलोमिटर जति होला है। बाटो पनि राम्रो छ, जङ्गल। अनि यो ठाउँलाई चाहिँ सिपाडोल भन्छ है। यो ठाउँ चाहिँ सिपाडोल हो। कतिलाई थाहा छ होला सिपाडोल भनेर है। अनि हामी चाहिँ यता सिपाडोल हुँदै जानुपर्ने हुन्छ। अब अहिले चाहिँ हामी सूर्यविनायक 8 नम्बर वडा कार्यालय आइपुग्यौँ। यहाँबाट यो लेफ्ट बाटो गयो भने चाहिँ यता आदर्श चोक निस्किन्छ। हामी चाहिँ यता सिधै जानुपर्ने हुन्छ। मालीगाउँ जानलाई यो बाटो यता सिधै जानुपर्ने हुन्छ। अलि माथि गएपछि डोलेश्वर आउँछ अनि त्यहाँबाट चाहिँ हामी मालीगाउँतिर लाग्ने हो है। बसले चाहिँ पुग्नु उडायो। यो बस चाहिँ सायद डोलेश्वरसम्म जाने होला है। मलाई डोलेश्वरसम्म जाने जस्तो लाग्यो। यो पुल चाहिँ हल्का सानो छ, त्यही भएर बसलाई चाहिँ मलाई गाह्रो पऱ्यो। बस्तो छिर्छ होला, बाइक गरेर छिराउनुलाई है। पुल चाहिँ अलिक सानो भयो अनि ट्रन पुगेन। पछि जान्छ होला, हामी पनि अगाडि जाउँ है त। बसले पनि साइड बारेर हामीलाई अगाडि जाउँ भनिसक्यो है। अब चाहिँ हामी अगाडि जान्छौँ। ल बस हामी चाहिँ गएको आउँदै गर्नु है हजुरहरू चाहिँ। यहाँ चाहिँ हल्का ढलान बाटो भए पनि हल्का बिग्रिया छ है। यहाँ चाहिँ ढलान बाटो भए पनि कसरी बिग्रियो थाहा भएन। ल अहिले चाहिँ हामी ठ्याक्क सिपाडोल आइपुग्यौँ है। यो चाहिँ सिपाडोलको यो मेन होला। यता डोलेश्वर चाहिँ आयो। यो बाटो सिधा गयो भने चाहिँ आशा पुग्छ, तर हामी चाहिँ मालीगाउँ जाने भएको भएर यता लेफ्टतिर छिरिसकेका छौँ। यहाँ चाहिँ हल्का बाटो पछि रहेछ है। सायद अगाडिबाट चाहिँ पिच होला। यहाँबाट चाहिँ पिच भइसकेको रहेछ है। मैले पहिल्यै सुनेको हो यो बाटो पिच भइसक्यो भनेर, तर म आएको चाहिँ थिएन होइन। आज है पिच भइसकेको रहेछ। बाटो चाहिँ दामी भएर रहेछ अहिले। ठिक छ, यतिको बाटो भयो भने दामी हुन्छ। पहिला चाहिँ लास्ट कच्ची थियो यो बाटो है। अहिले चाहिँ राम्रो भएछ। अनि हिँडेर जाने भने चाहिँ यताबाट माथि जानु मिल्छ, तर हामी बाइकमा जाने भएकोले चाहिँ यताबाट जानुपर्छ। अहिले चाहिँ यो बाटो धेरै राम्रो भइसकेको रहेछ है। अनि यहाँ चाहिँ फेरि ढलान गरेको रहेछ होइन। कतै पिच कतै ढलान, सायद यो चाहिँ उकालो भएर होला ढलान गरेको। यता चाहिँ कतै पिच कतै ढलान, यो ढलान भयो भने चाहिँ काबलले हुन्छ नि त पिच भन्दा, त्यही भएर उकालोतिर चाहिँ ढलान गरेको होला। त्यो पनि राम्रो आइडिया हो। पिच हो भने चाहिँ हल्का छिटो बिग्रिन्छ नि त, त्यही भएर उकालोतिर चाहिँ ढलान गरेको होला। तर ठिक छ बाटो। यहाँ फेरि हल्का कच्ची रहेछ है। यता चाहिँ किन हो पिच ढलान केही पनि नगरेको त्यो चाहिँ थाहा भएन। र यता पनि चाँडै नै हुन्छ होला।
ठिकै छ, यो पनि चाँडै नै पिच हुन्छ होला। अलिकति मात्र किन पिच नगरेको, यो पनि गरे भए चाहिँ धेरै राम्रो हुन्थ्यो, तर चाँडै नै हुनसक्छ है। त्यो चाहिँ किन नगएको थाहा भएन होइन। अनि ढलान छ, अहिले चाहिँ हामी धेरै हाइटमा आइसक्यौँ है। यो चाहिँ अलिक हाइटमै छ है, मालीगाउँ चाहिँ तल बजारबाट धेरै अलिक हाइट छ। यता चाहिँ काम भइरहेको रहेछ वाल लाउने, सायद यो पहिरोहरू आयो भनेर वाल लगाइरह होला है। ठिक छ, काम गर्नुपर्छ, काम भएको राम्रो पनि हो है। सबै ठाउँमा काम गर्नुपर्छ। हामी चाहिँ अहिले एकदम हाइटमा आइसकेका छौँ, देख्न सक्नुहुन्छ। धेरै ढलान पिच गरेर रहेछ होइन, एकदम राम्रो हो। यो माथिबाट चाहिँ पहिरो ढुङ्गासँग आइरहेको रहेछ है। ठिक छ, पानी परेको छ, दामी पिच छ है। बाटो चाहिँ अहिले धेरै राम्रो भएछ, पहिलाभन्दा पहिला त लास्टै अफरोड थियो होइन। अहिले बाटो धेरै राम्रो छ। हामी चाहिँ माथि आइसकेका छौँ, अब धेरै छैन है। हल्का अगाडि गएपछि काफल बाटोमा पुगिन्छ होला, सायद काफल चाहिँ छ छैन थाहा छैन। ल साथीहरू, पछि यहाँसम्म रहेछ है। यहाँबाट चाहिँ अब अफरोड हो है। यस त्यहाँसम्म भए पनि बाटो राम्रो बनेछ, खुसी लाग्यो। अब यो बाटो पनि चाँडै नै हुन्छ होला, पिच ढलान के गर्ने हो, यो बाटो पनि चाँडै नै हुन्छ होला। यहाँसम्म भए पनि बनिसकेको रहेछ, ठिक छ होइन। यो पनि अब चाँडै नै बनिहाल्छ होला। हामी चाहिँ एकदम धेरै नै हाइटमा आइसकेका छौँ। बाटो चाहिँ यता चाहिँ हल्का कच्ची छ होइन, त्यही पनि ठिकै छ। त्यो कच्ची भए पनि त्यस्तो जानै नसक्ने टाइपको चाहिँ छैन। यो बाटो पनि चाँडै नै बन्छ होला। अनि यो बाटो चाहिँ हामी सिधा गयो भने यता आशापुरी पनि निस्किने मिल्छ यो बाटो पनि है। अनि अर्को तल डुङ्गेश्वरबाट सिधै जाँदा पनि आशापुरी जानु मिल्छ। यो बाटो पनि यता आशापुरी त जानु मिल्छ, तर यो बाटो चाहिँ यता चाहिँ पिच छैन, यस्तो कच्ची नै बाटो है आशापुरीसम्मै। यहाँ पनि वालको काम भइरहेको रहेछ है। यहाँ बाटो पनि अलिक भत्केछ, त्यही भएर तलबाट चाहिँ वाल लाएर उठाउनु भएको रहेछ। ठिक छ, हजुरहरू यसो यताबाट चाहिँ चिया खान्छ सानबारीमा चाहिँ पसल पनि छ है। यताबाट जान्छौँ, अब चाहिँ धेरै टाढा छैन, आइसक्यो है, नजिकै हो। यहाँबाट चाहिँ हामी काफलटिङमा जानु भएको ठाउँ। यहाँबाट यतातिर राइटतिर गयो भने चाहिँ यही सिङ्गल ट्री छ। आज चाहिँ हामी काफलटिङ जानु भएको भयो, त्यतातिर नगइकन सिधै अगाडि गयौँ है। कुलो पानी कटाएको रहेको छ, ठिकै छ त्यही पनि। साथीहरू हामी चाहिँ यहाँनिर आइपुग्यौँ। फाइनल्ली हामी चाहिँ यो काफलमा ठाउँनिर आइपुगिसक्यौँ। काफलको बोर्ड चाहिँ त्यहीतिर छ होइन। यहाँबाट अलिकति तल गएर भित्र छिर्नुपर्छ। हामी चाहिँ अब जङ्गलभित्रै छिरिसक्यौँ होइन। जङ्गलभित्र बसेँ मैले साथीहरू। ल साथीहरू, हामी चाहिँ बाइक राखेर यता हिँड्दै आइसक्यौँ होइन। अब काफलको बोट कतातिर छ खोज्नुपर्ने हुन्छ होइन। काफलको बोट त यतातिर हुनुपर्ने त हो है, त्यहाँनिर सोचेको थाहा भएन। यता मासतिर हुनुपर्ने हो, त्यहाँ माथि एउटा काफलको बोट छ जस्तो छ है, त्यहाँ माथि गएर हेरौँ है त। ल साथीहरू, फाइनल्ली काफलको बोट चाहिँ हामीले भेटिसक्यौँ होइन। काफल चाहिँ यसमा हल्का फलेको रहेछ, हेर्न सक्नुहुन्छ हजुरहरू पनि है। धेरै छैन, हल्का हल्का फलेको छ। साथीहरू अब चाहिँ काफलको बोट चढेर काफल टिप्छ है त। हल्का कालो कालो पनि भइसकेको छ। ल साथीहरू, बरफ चढे त अब
साथीहरू मैले चाहिँ काफल पनि टिपिसकेँ है। मेरो हातमा आइसकेको छ काफल होइन। यता पनि छ, अरूहरू पनि टिप्नु पर्ने हुन्छ। ल काफल पनि अलिअलि टिप्यो है। अब चाहिँ हामी फर्किन्छ होला है त साथीहरू। काफल टिपिहाल्यो। साथीहरू हामी टक्क फर्किन लाग्थ्यौँ। हामी सोलुको बोट देखिहाल्यो। अब सोलुको बोट देखेपछि यसरी नखाने त कुरै भएन, एउटा टिपेर खाइहालेँ मैले होइन। ल अब चाहिँ हामी फर्किनु पर्ने हुन्छ है। अब चाहिँ हामी जान्छौँ होइन। पानी पनि पर्ला पर्ला जस्तो भइरहेछ। फेरि पानी पऱ्यो भने जानु चाहिँ हुन्छ है। ल साथीहरू अब चाहिँ हामी जान्छौँ है त। ल आजलाई यति नै है। फेरि अर्को भिडियोमा भेटौँला। बाई बाई गाइज। अब अर्को भिडियोमा भेटौँला है त। बाई।